UPSC CSC प्रिलिम्स 2018 मा इकोनोमिकको च्याप्टर नेसनल इन्कमबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन छ डिस्पाइट बिङ अ हाई सेभिङ इकोनोमी capital formation may not result in significant increase in output due to option A weak administrative machinery र यो अप्सन रङ हुनेछ किनभने हाम्रो देशको एडमिनिस्ट्रेटिभ मसिनरीले गुड्स एन्ड सर्भिसेस प्रड्युस गर्दैन र त्यो भएर एडमिनिस्ट्रेटिभ मसिनरी आउटपुटसित रिलेटेड छैन अप्सन बी इलिट्रेसी यो पनि रङ हुनेछ किनभने हाम्रो देशमा गुड्स एन्ड सर्भिसेस प्रड्युस गर्ने ह्युमन रिसोर्सेसहरू इलिटरेट छ भने पनि गुड्स एन्ड सर्भिसेस प्रड्युस गर्न सक्छ र त्यो भएर अप्सन बी रङ हुनेछ अप्सन सी पनि रङ हुनेछ किनभने हाम्रो देशको पपुलेसन डेन्सिटी बेसी भए पनि सबै पपुलेसनले गुड्स एन्ड सर्भिसेस प्रड्युस गर्ने भने चाहिँ अझै आउटपुट बढ्नेछ र यो अप्सन रङ हुनेछ अप्सन डी हाई क्यापिटल आउटपुट रेसियो चाहिँ एकदम सही हुनेछ किनभने क्यापिटल आउटपुट रेसियो भनेको एउटा गुड्स फर इक्जाम्पल स्मार्टफोन बनाउनको लागि जति क्यापिटल लाग्छ क्यापिटल भनेको पैसा लाग्छ त्यसलाई भन्छ क्यापिटल आउटपुट रेसियो र हाई क्यापिटल आउटपुट रेसियो भनेको एउटा स्मार्टफोन प्रड्युस गर्नको लागि बेसी क्यापिटल लाग्दैछ भने आउटपुट कम्ती हुनेछ र अप्सन डी एकदम सही हुनेछ